एनएलपीको अनुसार तपाईँको घरमा कस्तो इन्भाइरोमेन्ट छ हैन, तपाईँले पढाउनु हुने छोरछोरीको स्कुलमा कस्तो इन्भाइरोमेन्ट छ, तपाईँले काम गर्नुहुने ठाउँमा, जबमा, अफिसमा हैन कस्तो इन्भाइरोमेन्ट छ, हो त्यो इन्भाइरोमेन्टले तपाईँको जीवनमा अनि प्रभाव पारिरहेको हुन्छ के। अब तपाईँको घरमा पिसफुल इन्भाइरोमेन्ट छ, सबैजना हाँसी खुसी छ, अब तपाईँ अगाडि बढ्न चाहनुहुन्छ भने त्यसमा साथ दिनेहरू छ हैन, त्यो भयो भने तपाईँ ह्याप्पी रहनुहुन्छ। तपाईँको छोरछोरीको स्कुलमा चाहिँ अब सर मिसहरूको हैन, म्यानेजमेन्टको देखि लिएर सबको चाहिँ व्यवहारहरू राम्रो छ हैन, हाम्रो नानी बाबुहरूलाई राम्रोसँग हेर्नुहुन्छ, पढाइमा होस्, उनीहरूको खेलकुदको सेक्टरमा होस्, अरू एक्टिभिटिजहरूमा होस्, त्यो ध्यान दिनुहुन्छ भने हैन त्यो राम्रो इन्भाइरोमेन्ट भयो हैन। स्कुलको पढाइले त के हुने हो र, त्यहाँबाट सिकेको उसले बानी बेहोराहरू जुन हुन्छ त्यो चाहिँ अब भविष्यमा काम लाग्ने हुन्छ हैन। त्यसै स्कुलको इन्भाइरोमेन्ट पनि एकदम महत्त्वपूर्ण छ र तपाईँको अफिसको इन्भाइरोमेन्ट पनि राम्रो हुनु जरुरी छ के। अब त्यहाँ जानुभयो, अब तपाईँको कुरा काट्छ अथवा तपाईँको ग्रोथप्रति चाहिँ हैन तपाईँलाई डाहा गर्छ हैन, त्यस्तो हुन्छ भने चाहिँ त्यसमा काम गर्न सकिँदैन के। तपाईँको एउटा जुन एनर्जी हुन्छ नि, राम्रो एनर्जी, त्यो चाहिँ लो भएर जाने हुन्छ के। त्यसैले तपाईँ जता पनि बस्नुहुन्छ हैन, काम गर्नुहुन्छ, छोरछोरी पढाउनुहुन्छ, त्यस्तो जग्गाको चाहिँ तपाईँको इन्भाइरोमेन्ट चाहिँ राम्रो हुनु जरुरी छ। त्यो इन्भाइरोमेन्ट राम्रो भइसकेपछि तपाईँको सोचहरू सबै सकारात्मक हुन जान्छन् र सकारात्मक भइसकेपछि तपाईँको जीवन राम्रो हुन्छ।